So let's start filling out the DS160 को form. At first हामीले चाहिँ हाम्रो DS160 को जुन लिङ्क हुन्छ त्यहाँ गएपछि चाहिँ हाम्रो चाहिँ select our country भन्ने अप्सन हुन्छ, त्यहाँ गएर चाहिँ हामीले नेपाल सेलेक्ट गर्नुपर्ने हुन्छ. So we'll select नेपाल. अब एकचोटि रिफ्रेश हुन्छ नेपाल हालेपछि चाहिँ अब चाहिँ हामी हाम्रो जुन यो कोड दिएको छ ब्ल्याक एन्ड व्हाइटमा, सो यो कोड चाहिँ हामीले यहाँनिर हाल्छौँ. We'll fill out this. अनि अब चाहिँ we'll start our application. So application start गरेपछि चाहिँ यहाँ एउटा application ID भनेर दिएको हुन्छ. So make sure you remember this because it is very important. हाम्रो चाहिँ DS पढ्दा पढ्दै सेसन आउट भइदिन्छ, त्यो बेलामा चाहिँ we need to retrieve our application and again start filling it हैन. त्यो बेलामा चाहिँ हामीलाई एप्लिकेसन आइडी चाहिन्छ रिट्रिभ गर्ने बेलामा. सो मेक श्योर यु ह्याभ दिस. अनि यहाँ आई अग्री गर्ने. अनि त्यसपछि हाम्रो एउटा सेक्युरिटी क्वेसन हुन्छ. यो सेट अफ सेक्युरिटी क्वेसनहरू दिएको छ यति धेरै. हामीलाई जे ठिक लाग्छ, जुन सजिलो लाग्छ त्यो एउटा चुज गर्ने. अनि त्यसपछि गएर त्यसको एउटा एन्सर लेखिदिने हुन्छ. सो लेट्स चुज एउटा क्वेसन. सो यसमा चाहिँ ओके, इन वाट city and or town did your mother and father meet भनेर छ. We'll answer this अनि continue. So first मा हाम्रो चाहिँ पर्सनल इन्फर्मेसनको पेज आउँछ. सो यसमा चाहिँ हामीले हाम्रो डिटेल भर्नुपर्ने हुन्छ. हाम्रो सरनेम लेख्ने विच इज हाम्रो थर. सो यहाँ थर लेख्ने आफ्नो सरनेम. अनि आफ्नो गिभन नेम भनेको आफ्नो फर्स्ट नेम चाहिँ हामीले यहाँ लेख्नुपर्ने हुन्छ. अनि हाम्रो फुल नेम इन नेटिभ अल्फाबेट. अब यो त नेपालीमा लेख्नु पोसिबल छैन, सो डज नट अप्लाई अर टेक्नोलोजी नट अभाइलेबल गर्ने. अनि यो अरू चाहिँ क्वेसन्सहरू पढ्दै जाने. अनि वाट सुट्स यु द बेस्ट हैन, त्यही अनुसार यस अर नो गर्दै जाने हो. त्यस्तो ठुलो प्रब्लम, त्यस्तो एकदम कन्फ्युजिङ क्वेसन्सहरू हुँदैन. सो हाम्रो चाहिँ जेन्डर अनि मेरिटल स्टेटसहरू यस्तै हो. अब यसमा चाहिँ हाम्रो प्लेस अफ बर्थ चाहिँ के लेख्नुपर्ने हुन्छ भन्दाखेरि हाम्रो पासपोर्टमा चाहिँ हाम्रो लाइक डेट अफ बर्थ त पासपोर्टमा जे छ त्यही लेख्नु पर्यो. अनि सिटी, स्टेट, प्रोभिन्स पनि हाम्रो पासपोर्टमा जुन सिटी छ हैन, हाम्रो एड्रेस त्यही नै लेख्नुपर्ने हुन्छ है. एक ठाउँमा जन्मेको अर्को ठाउँमा बस्दैछु अनि मेरो पासपोर्ट चाहिँ अर्को ठाउँमा इस्यु भएको थियो भनेर चाहिँ त्यसरी डिफ्रेन्ट ठाउँको नाम चाहिँ नलेखेको राम्रो है. पासपोर्टमा जुन सिटी छ त्यही नै लेख्ने. अनि त्यसपछि गएर हाम्रो मेक श्योर यो एप्लिकेसन के अरे यो पेजहरू चाहिँ भर्दै लाइक सेभ गर्दै जाने. अनि सेभ भएपछि मात्र नेक्स्ट पेजमा जाने. बिकज यो सेसन आउट भएपछि सेभ भएको छैन भने के हुन्छ भन्दा सबै सुरुबाट भर्नुपर्ने हुन्छ कि, अनि अलि झ्याउ हुन्छ नि त. सो नेक्स्ट पेजमा चाहिँ कन्ट्री अर रिजन अफ ओरिजिन नेपाल. अनि यो पनि पढ्ने छ भने यस, छैन भने नो. नेसनल आइडेन्टिफिकेसन नम्बर भनेको छ यो चाहिँ हाम्रो राष्ट्रिय परिचय पत्रको नम्बर हो. नलेख्दा पनि के हुँदैन, डज नट अप्लाई. अनि सोसियल सेक्युरिटी नम्बर पनि हाम्रो छैन. हाम्रो युएस ट्याक्स पेयर आइडी नम्बर पनि हुँदैन बिकज वी आर नट युनाइटेड स्टेट्सको सिटिजन. अगेन सेभ अनि कन्टिन्यू. सो नेक्स्ट ट्राभल भनेर छ. सो यसमा चाहिँ पर्पज अफ द ट्रिप टु द युनाइटेड स्टेट्स यहाँनिर चाहिँ हाम्रो एकाडेमिक अर ल्याङ्ग्वेज स्टुडेन्ट्स ब्र्याकेटमा एफ भनेर छ. दिस इज आवर पर्पज हैन. अनि मेड स्पेसिफिक ट्राभल प्लान्स नो. अब टिकटहरू केही काटेको छैन बिकज भिजा नै छैन नि त हामीसँग त. सो नो. भिजा छ भने यस. अनि इन्टेन्डेड डेट अफ अराइभलमा चाहिँ हाम्रो I-20मा प्रोग्रामको स्टार्ट डेट कहिलेको छ त्योभन्दा 30 डेजभित्र अगाडिकोमा जुनै डेट राख्दा पनि पाइन्छ. अनि लेन्थ अफ स्टे इज 4 years. अब कोर्स ड्युरेसन कति वर्षको छ त्यही नै लेख्ने. अनि एड्रेस वेयर यु विल स्टे इन द युनाइटेड स्टेट्स, यसमा चाहिँ हाम्रो युनिभर्सिटीकै एड्रेस राखिदिने. अनि अब गएर हुज स्पोन्सरिङ यो होइन,
पेरेन्ट्सले स्पोन्सर गर्नुहुन्छ यहाँ पेरेन्ट्स भन्ने अप्सन हुँदैन सो अदर पर्सन अनि यहाँ अब कसले पे गर्दैछ त उहाँको डिटेल लेख्ने फादर मदर जसले गर्दै हुनुहुन्छ उहाँको नाम टेलिफोन नम्बर इमेल एड्रेस अनि हो त्यो मान्छेको चाहिँ रिलेसनसिप के हो तपाईँसँग होइन तपाईँको को पर्छ फादर मदर त्यो चाहिँ लेख्नुपर्ने हुन्छ So, given name of the person paying for a trip, first name, given name भनेको first name, surname भनेको third. अब टेलिफोन नम्बर इमेल एड्रेस त अब छ भने लेखिदिने छैन भने डज नट अप्लाई है केही फरक पर्दैन अनि त्यसपछि गएर रिलेसनसिप टु यु इज पेरेन्ट सो पेरेन्ट अनि उहाँको एड्रेस र तपाईँको घरमा बस्ने एड्रेस सेम छ कि छैन भनेको चाहिँ छ भने यस छैन भने नो अनि त्यसपछि गएर स्पेसिफिकली भन्नुपर्दा चाहिँ कुन क्लासको छ यहाँ छुटेको छ वेट ओके सो स्पेसिफिकली भन्नुपर्दा वी आर F1 स्टुडेन्ट होइन सो अब यो कम्प्लिट भयो सेभ गर्ने आफ्टर सेभिङ इट कन्टिन्यू द एप्लिकेसन अनि नेक्स्ट ट्राभल कम्पेनियन्समा चाहिँ वाट विल यु डु आर देयर अदर पर्सन्स ट्राभलिङ विथ यु नो अब ग्रुपमा भिजा आएको थियो भने त ग्रुपमा जाँदै हुनुहुन्छ भने ग्रुप भिजा सेड्युलिङ भनेर हुन्छ नि त्यहाँ जाँदै हुनुहुन्छ भने चाहिँ यस गर्ने अनि को छ उहाँको डिटेल भर्नुपर्छ नत्र पर्दैन सेभ नो अनि यो पनि क्वेसन्सहरू पढ्ने अनि वाट सुट्स यु द बेस्ट त्यही अनुसार यस अर नो अनि यसपछि गएर सेभ and continue the application. So after continuing the application, we'll go to the next page. अनि यहाँ चाहिँ हाम्रो नेपालमा कहाँ बस्छौँ त त्यहाँको हाम्रो एड्रेस अनि फोन इन्फर्मेसनहरू लेख्नुपर्ने हुन्छ सो राम्रोसँग आनन्दले भर्ने यो नि त्यो पासपोर्टमा जे छ त्यही नै भर्ने हो सो आनन्दले भर्ने So after this यो भरेपछि चाहिँ इज योर मेलिङ एड्रेस सेम एज योर होम एड्रेस मैले भनेको थिएँ नि पासपोर्टमा भएको र घर बस्नु र अरू पढ्न भनेर बाहिर बसिएको हुन्छ नि त त्यस्तो बेलामा मेलिङ एड्रेस फरक पर्छ सो यस अर नो गर्ने त्यही अनुसार अनि आफ्नो फोन नम्बर राखिदिने अनि यो पनि यस अर नो आफ्नै अनुसार लेख्ने इमेलहरू पनि भर्ने अब यसपछि गएर अब email address and त्यसपछि have you used any other email address in the last 5 years छ भने यस छैन भने नो अब हाम्रो सोशल मिडिया ह्यान्डल चाहिँ हामीले दिनुपर्ने हुन्छ यहाँ सो यहाँनिर चाहिँ फेसबुक गरे अनि यहाँ चाहिँ हाम्रो लिङ्क दिने कि आफ्नो एकाउन्टको लिङ्क हुन्छ नि सेयर गर्ने ठाउँमा चाहिँ सेयर दिस प्रोफाइल गरेको हुन्छ नि त्यहाँनिर चाहिँ हाम्रो एकाउन्टको लिङ्क हुन्छ त्यो गर्ने अनि त्यसपछि पनि अर्को क्वेसन इज पढ्ने अनि वाट सुट्स यु त्यही अनुसार यस अर नो अब हाम्रो ट्राभल डकुमेन्ट पासपोर्ट चाहिँ रेगुलर पासपोर्ट हो अनि हाम्रो अब रेगुलर गरेपछि विल चुज हाम्रो पासपोर्टको नम्बर सो पासपोर्ट नम्बर लेख्ने अनि त्यसपछि गएर पासपोर्ट बुक नम्बर भन्ने हुन्छ यो डज नट अप्लाई इन केस अफ अस अनि कन्ट्री यो पासपोर्ट कहाँ इस्यु भएको थियो त भनेर विल चेक दिस अनि गण्डकी अब चाहिँ इस्युएन्स डे पासपोर्ट कहिले इस्यु भएको थियो त्यो पनि हाम्रो पासपोर्टमै लेखिदिएको हुन्छ सो विल डु द्याट है त्यही हेर्दै सो यो फिल गरेपछि चाहिँ अब चाहिँ विल गो होइन आफ्नो इस्युएन्स डेटहरू पनि हाल्ने अनि त्यसपछि गएर ह्याभ यु एभर लस्ट अर ह्याड स्टोलन पासपोर्ट चाहिँ हराएको थियो कि नै भनेर सोधेको छ सो त्यही अनुसार नै छ भने छ छैन भने छैन हैन अनि विल सेभ दिस सेभ गर्ने त्यसपछि कन्टिन्यू गर्ने अनि आफ्टर वी कन्टिन्यू अब हाम्रो चाहिँ कन्ट्याक्ट पर्सन यो चाहिँ हाम्रो डिएसओ को इन्फर्मेसन दिनुपर्ने हुन्छ हामीले यहाँनिर सो यो डिएसओ भनेको को भन्दाखेरि हाम्रो I-20 मा चाहिँ एउटा युनिभर्सिटीको मान्छेले नाम लेखेको हुन्छ आफ्नो त्यहाँ साइन गरेको हुन्छ नि सो त्यही मान्छेको नाम लेख्ने साइन गर्ने
अनि कुन युनिभर्सिटी हो त्यो युनिभर्सिटीको नाम लेख्ने अनि हाम्रो स्कुल अफिसियल हो नि सो द्याट पर्सन इज आवर स्कुल अफिसियल सो हामी स्कुल अफिसियल लेख्ने अब त्यहाँ चाहिँ त्यो मान्छेको नि हामीले एड्रेसहरू भर्नुपर्ने हुन्छ डिटेल्स सब त्यो पनि हेरेर राम्रोसँग खोजेर I-20बाट युनिभर्सिटीको वेबसाइटबाट हुन्छ कि मेल गरेर हुन्छ कि to make sure you have that information at first and त्यसपछि गएर will fill this area पनि हैन so यो fill गर्दै जाने यो fill भइसकेपछि फोन नम्बर लाइक मोस्ट अफ द केसेसमा चाहिँ इन्टरनेसनल स्टुडेन्ट सर्भिसेस भनेर एउटा नम्बर दिएको हुन्छ त्यो राख्दा नि हुन्छ तर इफ यु हेभ त्यही मान्छेको नम्बर तिम्रो डिएसओको नम्बर छ भने चाहिँ द्याट इज बेस्ट अनि त्यो इमेल चाहिँ हामीले gmail.com भन्दा पनि त्यो .edu भएको जुन मेल हुन्छ हामी उहाँसँग बोल्ने बेलामा इमेलहरुमा जति पनि कन्भर्सेसन भएको हुन्छ सो युज द्याट इमेल है यो जीमेल भन्दा पनि अनि विल सेभ द्याट अनि कन्टिन्यू आवर एप्लिकेसन हाम्रो आधा भन्दा बढी चाहिँ भइसक्यो हैन यो DS-160 सो विल गो टु द नेक्स्ट सेक्सन व्हिच इज फ्यामिली अब यसमा चाहिँ हामीले फ्यामिलीमा चाहिँ हाम्रो मम्मी र बाबाको डिटेल भर्नु पर्ने हुन्छ सो इजी छ यो हैन आफ्नो पेरेन्ट्सहरुको डिटेल त कसले जानेको हुँदैन यसमा चाहिँ डेट अफ बर्थ चाहिँ हामीलाई धेरै जस्तो नेपालीमै थाहा हुन्छ हैन सो इफ यु डोन्ट नो उहाँहरुको इङ्ग्लिश डेट हैन कन्भर्ट गर्न मिल्यो तर झ्याउलाको छ भने चाहिँ यु क्यान सिम्पली से डु नट नो हैन पेरेन्ट्सको इङ्ग्लिश डेट अफ बर्थ थाहा नहुन पाइयो बिकज वी युज हाम्रो नेपाली क्यालेन्डर हैन सो अब सरनेम मम्मीको यो पनि भइसकेपछि सो लास्टमा चाहिँ के छ भन्दा इमिडिएट रिलेटिभ्स नट इन्क्लुडिङ पेरेन्ट्स यो भनेको चाहिँ सिब्लिङ्स भन्न खोजेको हैन इमिडिएट रिलेटिभ्स नट इन्क्लुडिङ पेरेन्ट्स भनेको चाहिँ द्याट इज योर सिब्लिङ सो यो भनेको चाहिँ तिम्रो सिब्लिङ्स युएसमा छ कि छैन भनेर सोध्न खोजेको हो सो आफूभन्दा एल्डर कोही बाहिर हुनुहुन्छ अथवा उहाँको पासपोर्ट छ भने चाहिँ से यस तर आफूभन्दा सानो छ जसको पासपोर्ट बनेको छैन और युएसमा हुनुहुन्न भने चाहिँ राइट अनि त्यसपछि अनि अदर रिलेटिभ्स यो चाहिँ छ भने छ छैन भने छैन एज यु विश जे गर्दा पनि पाइयो सेभ इट एन्ड कन्टिन्यू आफ्टर दिस हाम्रो वर्क एजुकेसन अर ट्रेनिङ भनेर छ सो हाम्रो सेक्सनमा नट इम्प्लोइड गर्ने अनि त्यसपछि गएर किन नट इम्प्लोइड त त्यही भएर त के गर्दैछौ त नट इम्प्लोइड भएर किन चाहिँ नट इम्प्लोइड छौ वाट आर यु डुइङ हैन नट इम्प्लोइमेन्ट नहुनुको चाहिँ एउटा रिजन एक्सप्लेन गर्नुपर्ने हुन्छ सो डु द्याट भेरी केयरफुल्ली अनि सेभ गर्ने अनि नेक्स्ट सो प्रिभियस वर्क अर ट्रेनिङ इन्फर्मेसन अब ब्याचलर सकेर मास्टर्सको लागि अथवा इफ यु हेभ डन एनी काइन्ड अफ इन्टर्नसिप हैन त्यस्तो छ भने चाहिँ प्रिभियसली इम्प्लोइडमा चाहिँ यस गरेर के गरेको थियो त्यहाँ फेरि फिल गर्ने ठाउँहरू आउँछ डु द्याट अनि हेभ यु अटेन्डेड एनी एजुकेसनल इन्स्टिट्युसन एट अ सेकेन्डरी लेभल अर अबभ यस हाम्रो चाहिँ +2 पढेको अथवा ब्याचलर्स पढेको चाहिँ कलेजको युनिभर्सिटीको डिटेलहरू चाहिँ भरिदिने हो यहाँ नट बिग डिल है सजिलो छ सो यो पनि फिल भइसक्यो अब नेपाली जिप कोड चाहिँ लेखेको राम्रो है अब यो क्लासको स्कुलको जिप कोडहरू त इजिली अभाइलेबल हुन्छ नि गुगलमा पनि खोजेर सो अलिकति मेहनत चाहिँ गर सबैमा डज नट अप्लाई भनेर चाहिँ नछोडिदेऊ अनि कोर्स अफ स्टडी चाहिँ एकाडेमिक हो अब यस्तो यो हेल्प भनेको छ नि छेउछेउमा सो द्याट इज भेरी इम्पोर्टेन्ट हैन एकदम हेल्प हुन्छ यस्तो यो छेउछेउमा दिएको कुराहरू यो ग्रे कलर लेखेको रेड कलर लेखेको चाहिँ मेक स्योर यु रिड द्याट है एकदम हेल्पफुल हुन्छ यो अप्लाई के अरे लेख्ने बेलामा अनि डेट अफ अटेन्डेन्स भनेको चाहिँ 11 क्लास कहिले स्टार्ट भएको थियो र 12 को रिजल्ट कहिले आएको थियो त्यो डेटहरू लेखिदिने अनि सेभ गरेर विल कन्टिन्यू आवर एप्लिकेसन अब चाहिँ okay we'll continue from here so do you belong to a clan or tribe
छ भने लेखिदिने हैन ल्याङ्ग्वेज नेम अब ओके सो भ्यालु ल्याङ्ग्वेज के बोल्न आउँछ त हैन नेपालीहरूलाई मोस्टली इङ्ग्लिस नेपाली हिन्दी यताउता बोल्न जानेको हुन्छ सो जुन जुन कम्फर्टेबली बोल्न सक्छ त्यो चाहिँ यु क्यान चुज अनि लास्ट 5 इयर्समा चाहिँ नेपाल बाहिर कुनै कन्ट्रीमा गएको छौ कि छैन हैन लेखिदेऊ त्यो अनुसार अनि have you belong to or contributed to or worked for any professional social or a charitable organization so यो पनि आफ्नै एन्सर हो पर्सनल कुरा हो इफ यु हेभ डन देन यस कहाँले काम गरेको थियो कसरी काम गरेको थियो त्यहाँ लेख्ने सेक्सन आउँछ सो डु द्याट छैन भने सिम्पली चुज नो अनि मुभ टु द नेक्स्ट क्वेसन हैन do you have any specialized skills or training such as firearms, explosive, nuclear or biological or chemical experience? छ भने yes, छैन भने no. Have you ever served in military? छ भने yes, छैन भने no. Have you ever served in, been a member or been involved in parliamentary unit? यताउता यो पनि छ भने लेखिदिँदा भयो बट अब स्पेसली ब्याचलर्स मास्टरको स्टुडेन्टहरू 130 को स्टुडेन्टहरू त त्यस्तो हुँदैन होला हैन सो नो नै गरौँ नो गरेपछि विल सेभ इट अनि विल मुभ टु द नेक्स्ट जुन चाहिँ ओके अब सेभ भयो we'll move to the next which is security and background check यसमा चाहिँ यति धेरै अब क्रिमिनल रेकर्डहरूको बारेमा हुन्छ आफ्नो सो इफ यु हेभ द्याट तिमीलाई चाहिँ पछि प्रब्लम हुन्छ इन्टरभ्यूमा हैन यस्तो कारणले गर्दा सो यसमा चाहिँ अब तिम्रो हेल्थ कन्डिसन डिजिज छ कि छैन अर तिम्रो चाहिँ क्रिमिनल हिस्ट्री छ कि छैन केही हैन यो सबै कुरा हुन्छ मेक स्योर यु रिड दिस भेरी केयरफुल्ली अनि बल्ल चुज वान अफ दि अप्सन्स है मेक स्योर यु डोन्ट ह्याभ एनी अफ दिस यस गर्नुपर्ने चाहिँ आपत्ति नआओस् कन्टिन्यू पाँच पान्नाको क्वेसन्सहरू हुन्छ यसमा चाहिँ झ्याउ नमान्नु है इट इज अब DS 160 इज बिट कम्प्लिकेटेड Okay, so lots of questions here. Make sure you read these as well. Sabbai kuraharu. And I'll move to the another question. Save it and move to the next. Continue. Okay, so we'll go to the next page of part 3 भनेर आउँछ So let's move to part 3. So okay, यहाँ पनि यति धेरै क्वेसन्सहरू छ मेक स्योर सबैमा यु चेक राम्रोसँग अनि देन ओन्ली यु choose one of the options so okay no सबैमा नो नै हुन्छ हैन मोस्ट अफ द हाम्रो नो नै हुन्छ ओके यो पनि नो committed ordered incited assisted no committed order killings political killings no engaged in recruitment of youth child soldiers no but you know यो पनि नो नै हुन्छ if you have directly been coordinated transportations human organ no so after choosing this we'll save it
continue. Next, security background part. So we're almost finished, right? So have you ever been sort of okay, no. यो भनेको चाहिँ के हो भन्दा फेरि भिजा डिनाई भएको, रिफ्युज भएको, डिपोर्ट भएको त्यस्तो सोधेको छ भने यु से यस, छैन भने नो. हेभ यु एभर बिन रिमुभड र डिपोर्टेड फ्रम एनी कन्ट्री, युएस मात्र नभइकन कि अरू कन्ट्रीबाट पनि निकालिदिएको छ कि छैन. कन्टिन्यू, सेभ गर्ने, कन्टिन्यू गर्ने. सो वी आर अलमोस्ट फिनिस्ड. ओके, choose one of the options. Questions पढेर. Okay, no. Have you ever whistled? Okay, no. Have you ever voted in the US in violation of any law or regulation? No. Definitely no नै हुन्छ यस्तो क्वेसन्सहरुमा. अब युएससँग रिलेटेड क्वेसन छ भने त, बिकज फर्स्ट टाइम एप्लिकेन्ट, सेकेन्ड टाइम युएस नगएको मान्छेले कसरी गर्नु त, हैन? सो नो, यो पनि नो. उहीको अब सेभ गर्ने अनि कन्टिन्यू. त्यसपछि गएर विल नेक्स्ट पेजेस स्टुडेन्ट एक्सचेन्ज भिजा. अब यसमा चाहिँ आफ्नो साथीहरूको नाम, दुईजना चाहिँ एकदम क्लोज फ्रेन्ड्सहरू जसले चाहिँ युएस अप्लाई गरेको छैन अथवा कहिले कुनै पनि भिजा रिजेक्ट भएको छैन युएसबाट भने, सो त्यो दुईटा साथीहरूको चाहिँ डिटेलहरू भरिदिने. अनि अब नाम नम्बर यो अब लाइक यहाँको लागि त अब छैन, हैन? बट मेक स्योर यु राइट उनीहरूको इमेल त नट नेसेसरी, तर टेलिफोन नम्बर चाहिँ सकेसम्म लेख्ने ट्राई गर. Okay. So very crucial step is our service. एकदम इम्पोर्टेन्ट हो है. मेक स्योर यु राइट एभ्रिथिङ एकदम पर्फेक्टली क्लियर, नो कन्फ्युजन, हैन? यहाँ चाहिँ कन्फ्युजन हुनै हुँदैन. सो वी डु दिस. हाम्रो सेभिस आइडी चाहिँ I-20 को माथि लेखेको हुन्छ, सो त्यही लेख्ने. अनि युनिभर्सिटी अथवा कलेजको चाहिँ डिटेल्सहरू लेखिदिने.
स्टेट पनि लेखिदिने आफ्नो युनिभर्सिटीको, त्यसपछि गएर जिप कोड पनि लेखेको हुन्छ त्यही हैन। मेक स्योर, अब मसँग त छैन अहिले यहाँनिर, सो मेक स्योर त्यही आइडेन्टिटीकै लोकेसनमा त्यहीँनिर छेउमा लेखिदिएको हुन्छ, हेरेर लेख्ने अनि सेभ गरेर कन्टिन्यू। सो नेक्स्ट थिङ इज फोटो। फोटो चाहिँ 2x2 को फोटो चाहिँ हामीले पछाडि चस्मा लगाएको हुनु हुँदैन, अनि त्यसपछि गएर कान देखिनुपर्छ, ब्याकग्राउन्ड व्हाइट हुनुपर्छ। सो यसको एउटा फोटो टुल भन्ने पनि हुन्छ, सो त्यहाँ गएर चाहिँ आफ्नो फोटो चाहिँ हामीले 2x2 को बनाएर चाहिँ एडिट गरेर यहाँ अपलोड गर्न मिल्ने अप्सन हुन्छ, तर आई हेभ अलरेडी डन एभ्रिथिङ हैन त्यसको। सो विल सिम्पली चुज आवर फोटो, अनि त्यसपछि हामीले फोटो अपलोड गर्छौँ। फोटो चाहिँ गाइडलाइन अनुसार हुनुपर्छ है, लाइक 2x2 को ब्याकग्राउन्ड व्हाइट, कान देखिएको, चस्मा केही नै, फेसमा केही एडिट नगरेको हुनुपर्छ। ओके, सो विल कन्फर्म। अब यो चाहिँ हामीले रिभ्यू गर्ने हो सबै हैन, सबै डिटेलहरु चाहिँ एकदम क्लियरसँग राम्रोसँग नछुटाइकन हैन, टाइम लिएर फिल अल योर के अरे रिभ्यू अल योर डिटेल्स। सो we're almost done है। अब हामीले चाहिँ हाम्रो साइन एन्ड सबमिट भन्ने अप्सन हुन्छ, विल गो देयर, अनि ओके, सो साइन एन्ड सबमिट भनेको छ। सो हाम्रो चाहिँ पासपोर्ट नम्बर हाल्ने, अनि त्यसपछि गएर हाम्रो कोड छ यहाँनिर 64563 भनेर लेखेको छ, सो विल राइट द्याट। Did anyone assist you in filling out this application? यहाँ चाहिँ make sure you write no. Okay. एकदम इम्पोर्टेन्ट हुन्छ है, बिकज यो चाहिँ पासपोर्ट सबमिट गर्नुपर्छ, बिकज अहिले चाहिँ के हुन्छ भन्दा DS-160 सबमिट नगरिकन डेट बुक गर्न मिल्दैन नि त। सो मेक स्योर यु फिल्ड एभ्रिथिङ एकदम प्रपरली अनि सबमिट गर्ने, अनि कन्फर्मेसन भन्ने हुन्छ। सो अझै पनि कन्फ्युजन छ भने चाहिँ यो सेभ गर्ने है, सेभ गऱ्यो भने चाहिँ के हुन्छ भन्दाखेरि पछि पढ्न पाइन्छ कि आफूले डिएसमा के भरेको थियो भनेर। सो यो चाहिँ हाम्रो DS-160 को कन्फर्मेसन हो हैन। सो मेक स्योर, अब यहाँ चाहिँ तीनटा अप्सन छ, प्रिन्ट कन्फर्मेसन, प्रिन्ट एप्लिकेसन र एडिट कन्फर्मेसन भनेर। सो यु क्यान डु प्रिन्ट एप्लिकेसन एन्ड इमेल कन्फर्मेसन, अर यु क्यान सिम्पली टेक अ स्क्रिनसट। सो बिकज यो चाहिँ हामीले हाम्रो इन्टरभ्यूमा लैजानु पर्ने हुन्छ, अनि यो बार कोड इज एकदम नेसेसरी अहिलेको केसमा। सो इमेल गरेको बेटर। अब म चाहिँ स्क्रिनसट लिन्छु, बट इमेल गरेर राखेको बेटर। इमेलमा त्यही पनि त्यो स्टार गरेर राख्ने अप्सन हुन्छ, सो मेक स्योर यु डु द्याट।
अनि इन्टरभ्यूको बेलामा चाहिँ यो लिएर जानुपर्छ, यो भन्नु पर्ने इन्टरभ्यू दिन पाइँदैन. सो विल जस्ट टेक अ स्क्रिनसट. ओके. Okay, so done. We're done. This was how you fill out the DS-160 form.